नमस्ते सम्पूर्णमा साथीहरु, आज चाहिँ हामी हाम्रो देशैभर रासोपा चाहिँ अग्र स्थानमा आएको कारणले हामी चाहिँ आज विशेष गरी अथवा एउटा स्पेशल प्रोग्राम राख्दैछौँ हैन। आज सम्पूर्ण नेपाली जनताले जित्दै गरेको दिन हैन, नेपाली जनताले जितेको दिन। त्यसैले आज हामी एउटा रासोपाले जितेको खुसियालीमा चाहिँ यो बोका काट्दैछौँ है। तपाईहरुलाई म देखाउँछु है। आज रासोपाले जितेको लिमा चाहिँ यो बोका काट्दैछु। यो मैले बाचा पनि गरेको थिएँ। मैले तपाईहरुलाई भनेको थिएँ जब रासोपाले जेठमा जित्छ नि, देशमा रासोपा आउँछ नि, तब म तपाईहरुलाई एउटा बोका काट्छु भनेको थिएँ साथीहरु। आज फाइनली बोका रेडी भइसक्यो है। तपाईहरु देख्न सक्नुहुन्छ। मैले यहाँ आफ्ना अग्रजहरूलाई पनि बोलाएको छु हैन। उहाँहरूलाई पनि इन्भाइट भइसक्यो है। रासोपा देशैभर आएको हुनाले चाहिँ हामीले आज बोका रेडी गरेका छौँ गाइस। हुन त साथीहरु आफ्नो खुसीमा अरूको ज्यान लिनु हुँदैन, तर के थियो भने चाहिँ यहाँ मैले बाचा गरेको थिएँ हैन। यदि रासोपाले देशैभर जित्छ भने मैले एउटा खसी काट्छु भनेर बाचा गरेको थिएँ। आज चाहिँ है अब के गर्नु साथीहरु, हुन त आफ्नो खुसीमा अरूलाई दुखी गर्नु हुँदैन, तर पनि बाध्यता छु। मैले बाचा गरेको चाहिँ म बाचा पुरा गर्न चाहन्छु। त्यसैले साथीहरु अब चाहिँ बोका काटेर पनि हामीले चाहिँ जलाउन थालिसकेका छौँ। तपाईहरु देख्न सक्नुहुन्छ। यो चाहिँ रासोपाले जितेको कारणले चाहिँ हामीले चाहिँ दोहोरो पार्टी बनाउँदैछौँ। साथीहरु देख्न सक्नुहुन्छ। अब बोका खोलिरहेछौँ है। आज चाहिँ हाम्रा उम्मेदवारले मात्र नजितेर सम्पूर्ण जनताहरूले जितेको हो। त्यसैले गर्दा आज हामीले चाहिँ एउटा यो जनताको जित भनेर चाहिँ बोका काटेको हो है। साथीहरु अन्यथा नसोच्नु होला। कतिपय साथीहरूले भन्लान् आफ्नो जितमा चाहिँ अरूको ज्यान लियो, त्यस्तो हो नै होइन है। यो भनेको एउटा हाम्रो रमाइलोको लागि मात्रै हो हैन। एउटा देश बन्छ कि भन्ने आशाले गर्दा हो है। यहाँ देख्न सक्नुहुन्छ सम्पूर्ण यहाँ सब आज घन्टीमय हो है। पुरा जेन्जीहरू छन्, पुरै जेन्जीहरू छन्। आज चाहिँ घन्टीले जितेको भएकोले चाहिँ हामी स्पेशल पार्टी बनाउँदैछौँ बोका काटेर। तपाईहरु देख्न सक्नुहुन्छ। हामीले चाहिँ अब बोका पोलेर पनि त्यसमा अलिकति तेल और हल्दी लगाएर चाहिँ सुरु गरिसकेका छौँ है। तपाईहरु देख्न सक्नुहुन्छ। अब यहाँ हाम्रा बाजे साहबले काटिरहेछन्। उहाँ हुनुहुन्छ हाम्रा अङ्कल, एकदमै घन्टी प्रेमी है। मजाले काटिरहेछन्। तपाईहरु देख्न सक्नुहुन्छ। यो सबै हामी घन्टी टिम है, जेन्जी। यहाँ बुढापाका देखिए तापनि सबै जेन्जी हो। रासोपालाई माया गर्ने जेन्जी हो।